हाँ हर क्या कति भन्छ र यहाँ छु आन्टी हिँड्नुहोस् पछाडि घुम्नुहोस् पछाडि घुम्नु के आन्टी हो अगर आप सुपर लीग में बंद है खाना खा लो आराम सही है मस्त आ रहा होगा ये भी कैसे फेंक रहा है अरे बढ़िया दे रहा है हाम्रो धर्मावलम्बीहरू पूर्णागिरी दर्शन गर्न जाँदै हुन्छ बाटोमा हजुर ल अन्त्य तार्नु ल हामी सब पूर्णगिरी दर्शनमा ल पूर्णगिरी दर्शनमा आउनु यहाँ उभिनु ल खुसी हुनुहुन्छ हाम्रो आन्टी पूर्णगिरी दर्शन गर्न आउनु भएको छ ठाउँ ठाउँमा यस्तो पसलहरू टन्नै हुँदो रहेछ इच्छा लागेको चिजहरू सामानहरू सबै धर्मशाला तपाईँहरू आराम गर्न चाहेपछि आराम गर्न सकिने ठाउँ हाम्रो जम्मू भैया सामान रख लो आप लोग भी गेट आ गया टप अब आन्टीहरू मम्मीहरू भिडियो फोटो बनाउनु यसमा हेर्नु दुईटा बाटो रहेछ एउटामा चाहिँ स्टिकर लगाइदिएको छ सायद यहाँ व्यापारीले होला यो यताबाट जाओस् भनेर बस स्टेसनबाट 3 किलोमिटर माथि हामी भर्खर 500 मिटर हिँडेको हाम्रो जङ्गल हुँदै हुँदै माथि सबै मेरो भिडियोभरिमा हजुरहरू त अनि को छ र खिचिरहेछ मम्मी आन्टीहरूलाई फेरि छुट्टै रमाइलो फोटो भिडियो चाहियो अरे रातभरि गाडीमा सुतेर है अहिले चाहिँ माथि आएको छ हिँडेर आइसकेछ क्या हाम्रो यो तीर्थ भवनमा सबभन्दा यङ भनेको यिनी दुईटा हैन यिनीहरूलाई पनि आफ्नो संस्कृतिको लागि तपाईको त आइरहेछ त नि कस्तो भिडियो आइरहेछ सब फेरि अनुहार त देखाउनु पर्यो फेरि को नघुम्ने फेरि
हाम्रो मम्मी आन्टीहरूको इच्छा यो ठाउँमा आएपछि हात खुट्टा दुख्ने पेट दुख्ने सबै रोग सन्चो होस् भनेर माग्नु भएको छ। उहाँहरूको इच्छा सबैको पुरा होस्, सबैलाई राम्रो होस् है। सिँढी चाहिँ अब बग्लो हुँदै गएको छ। धर्मावलम्बीहरू कहाँ छ? 500,000 त मैले नै भेटाइसकेँ। अझै पनि खच्चरको युज गरिँदो रहेछ सामानहरू माथि दिनलाई। सायद कन्स्ट्रक्सन भइरहेको होला, कन्स्ट्रक्सनको लागि। यो घोडा हुँदा नि खच्चर हुँदैन यो त, खच्चरमा पनि चढ्छ नि त नि। तपाईँ तलदेखि माथि आउने बेलासम्म एक ठाउँ पनि आफूलाई एक्लो पाउनु। मान्छे आउने जाने ननस्टप मान्छे धेरै आउनुहुँदो रहेछ यो ठाउँमा। सबैको इच्छा पुरा हुन्छ भन्ने लाग्छ यहाँ मागेको कुरा होइन? त्यही त हो नि नानी हो। बोक्ने अनि मलाई कहिले बोक्छ त? फेरि रेस्ट गर्नु त। पानी थियो त भर्खरै त्यहाँ, त्यहाँ ड्रममा राखेको छ त। यो भोजनालयहरू पनि भोजनालयहरू पनि व्यवस्था रहेछ। यहाँ पाउने पनि शुद्ध शाकाहारी, ननभेज कसरी पाउने भन्नु। यस्तो टपमा यत्तिकै ठुलो एरिया बनाएर व्यवस्थापन गर्नु पनि अब धेरै राम्रो हो। यहाँसम्म उकालो हिँडेर आयो। हामी जानु पर्यो उहाँ हेर्नु। ल्यान्डस्लाइड भएर चाहिँ यहाँ पहिरो आएर चाहिँ कि ल्यान्डस्लाइड भएको रहेछ। यहाँ अरू पसलहरू ल्यान्डस्लाइडले क्षति पुऱ्याएर रहेछ। जानुपर्ने यहाँ अझै 6 किलोमिटर हामी पुग्नु।
हाँ हम देखे हम जानते काली मन्दिर अघि नै भएको ग्रुपहरू सब तितल पितल भए कोही अगाडि पछाडि अब हामी मन्दिरको मुख्य प्रवेशद्वारबाट जाँदैछौँ मन्दिर परिसरमा प्रवेश गर्दैछौँ हाम्रो नेपाली आमा बुवा दिदी बहिनीहरू पनि धेरै भेटिनु भयो आउँदै हुनुहुन्छ बच्छ अलि जोरले माता के लिए नहीं लिए हैं तो भैया के दरबार में जा रहा है फूले जाइए माता जी के लिए भाई सब सेफ गरेको थियो पानी बर्खामा आउँदा पनि फरक नपर्ने खालको बनाएको रहेछ माथि सबै ट्रस हालेर टिनहरू हालेर बहिनीलाई गाह्रो भयो जस्तो छ हैन माताको दर्शन गर्न आएको पहाडको टपमा छ माताको मन्दिर त्यो सानो सानो हुँदै गएको छ ठाउँहरू स्टप तर उकालो हिँड्दा हिँड्दा हैरान भइसक्यो सबैको यसको र मेरो आज शर्त लागेको छ अब यो जिन्दगीमा आउनु अरे म हिँड्न सक्छु भन्दै थियो अहिलेसम्म त हिँडिरहेको छ उसले जित्यो भने मैले उसलाई 1000 रुपियाँ दिनुपर्ने होइन यता हेर्दा खालि होइन जित्छ जस्तो लागिरहेछ के गर्नु पर्यो अरे खालि शर्त त पुरा गर्नु पर्यो भन्छ बिसाउँदै बिसाउँदै हिँडिरहेको छ अब लाग्दैछ नजिकसम्म धेरै मान्छे छैन नजिकै छ भनेको अझै छ जस्तो छ 400-500 मिटर जय माता दी जय जय माता की जय माता सेफ्टी युज गरिरहेछ तर बाहिरको नजारा पनि धेरै राम्रो छ बुढी आमा पनि कुनाइनी माताको दर्शन गर्न हिँड्नुहुन्छ मान्छेको त गणनै छैन मलाई लाग्छ दिनमा लाखौँ मान्छे आइपुग्छ होला यहाँ लाखौँ हामी जाँदैछौँ झर्दैछौँ हाम्रो पछि पछि पनि आउँदैछौँ मान्छे त कति हो कति यस्तो हाम्रो नेपालको मनोकामना दर्शन गर्न पशुपतिनाथ दर्शन गर्नु त्यसै गरी नै यो ठाउँमा पनि धर्मावलम्बीहरू थुप्रो आउँदो रहेछ खुसी लाग्यो मलाई यो ठाउँमा आएर माताको दर्शन गर्न पाइयो र यहाँ यति धेरै मान्छे आउँदो रहेछन् यति धेरै आस्था रहेछ अझै पनि हाम्रो धर्म संस्कृतिमा यो आस्था कायम रहेछ मेरो फुच्चे केटा बिसाउँदै बिसाउँदै आइपुगेछ रोड लाउनु भएर
केलाई कुकुरलाई चलाइदिएको आउँदा आउँदा होइन कुकुरले लखट्यो अनि भाग्नु परेन किन चलाएको त टोक्छ नि फुच्चे भाइले काण्ड मचाएछ कुकुरसँग होइन फाइनली पुग्यो अब माताको दर्शन गरेर पूजा गरेर प्रसाद लिएर आशीर्वाद लिएर फर्किने होला तर लाइन भिड ठुलो छ 1 घंटा पीछे को भीड़ ना एक हाथ ना इतनी भीड़ है अब भी कम हुई 1 घंटा लाइन लागेको अझै लागेको छैन भीड़ रोज है सिंदूर ले लो 10 रुपए का बिंदी 10 के 12 पत्ते 10 के 12 पत्ते हैं बिंदी के सिंदूर 10 रुपए की माथे में बांधने वाली चूड़ी 10 रुपए की यहाँ पुग्न 1 घन्टा लाग्यो भनेपछि मान्छे कति होला लाइन बढ्यो 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 ले लो 10 रुपए का बिंदी 10 के 12 पत्ते 10 के 12 पत्ते हैं बिंदी के सिंदूर 10 रुपए अपने साइड में यो सायद 2 घन्टा लाग्छ मन्दिर छ यहाँ माथि माथि पुग्नु पर्ने यहाँ छ माताको मन्दिर लाइन 2 घन्टा भइसक्यो पलाउँदैन लाइन पछि छ हामी फर्स्टमा बसेको ठाउँ हुँदा पछाडि पुगिसकेको छ लाइन हामी पुगे छैन माथि जानु छ माथि फटाफट आओ ना आगे 2 लाइन लगी है यहाँ ठाउँ सानो बनाएको रहेछ के अघिकै तलको जस्तो म भगवानको मन्दिर आइरहेको तपाईँले यसै चढाउनु पैसा दान दक्षिणा भेंट अगरबत्ती धूप फूल जो भी भैया पहले निकाल लो आगे टाइम लगता है आप लोगों को फिर रास्ते में लंबा होगा झूला आगे ले जाओ झूला आगे ले जाओ पंडित जी देंगे ना वहाँ से प्रसाद चलो भैया चलो चलो एक लाइन से 10 ले लो चलते रहो चलते रहो चलते रहो चलते रहो क्या चला लो चला लो यहाँ पर टाइम चला लो चलते भैया एक लाइन से एक तरफा चलते रहो चलते रहो चलते रहो भैया ये यहाँ दिखना है वहाँ तो वहाँ जुन हाले पनि हुन्छ चलते रहो भैया चलते रहो एक लाइन में चलते रहो ये किसका